गुड जर्नलिजम इज गुड फर जर्नलिजम भन्छ कि राइट जर्नलिजम गुड जर्नलिजम जहाँ हुन्छ त्यसको बजार हिजो पनि ठुलो थिएन आज पनि ठुलो थिएन इम्प्याक्ट मात्रै ठुलो थियो ब्रोडसिट डेली भन्दा ट्याब्लोइड डेली जहिले पनि बढी बिक्री भएको छ के कसरी गरिरहेछौँ पोलिसी लेभलको नि म साइकल चढ्ने तँ प्लेन चढ्न पाउँदैनस् तँ नि साइकल चढ भन्ने गतिमा कलेज पढ्दै गरेर विद्यार्थीहरूले खोलेको वेबसाइट कसरी नम्बर 1 पुग्ने अवस्था आयो तपाईँ कि बायस्ड भएर गल्ती गरिरहनु भएको छ कि तपाईँले चाहिँ पत्रकारिताका सिद्धान्त प्रक्रिया फलो नगरेर गल्ती गरिरहनु भएको छ कि तपाईँ आफ्नो एडभोकेसीका लागि गल्ती गरिरहनु भएको छ तपाईँका बारेमा मैले केही समाचार लेख्छु भने तपाईँलाई एकचोटि सोध्ने भन्ने मिथ्या सूचनाको मात्रा एकदमै भत्तै बढेको छ आफ्नो पक्षका समाचार आयो त मान्छे त काहीँ कोही यताउता नहेरिकन सुई सेयर गर्दा रहेछन् भनेको त सोसियल मिडियालाई कर कार्यमा दर्ता हुन आऊ भनेर दर्ता गरेँ नि 22मा म हो सबभन्दा पहिला विरोध प्रेस फ्रिडम भनेको 2000 मान्छेको भोइस मात्रै हो यसलाई समग्र रिप्रेजेन्ट गर्दैन भनेर नि भन्ने थियो अहिले पनि हामी देख्छौँ नेपालका ठुल्ठुला भनेका मिडियाहरूले पनि सानो सानो गल्तीहरू गरिरहेछ जुन गल्ती पत्रकारिताका इस्टाब्लिस नर्म्सहरू प्रिन्सिपल्सहरू फलो गर्ने हुँदैन अन्त हाम्रो कानुन 3-4 चिज चाहिँ हुनु पर्यो पहिलो चिज त्यो इन्टरनेसनल स्ट्यान्डर्डको हुनु पर्यो दोस्रो चिज भनेको त्यो चाहिँ डेमोक्रेसी र ह्युमन राइट बेस्ड हुनु पर्यो तेस्रो भनेको त्यसले युजर इन्ट्रेस्ट र युजर राइटलाई प्रोटेक्ट गर्ने हुनु पर्यो नमस्ते जताततै इन्फर्मेसन जताततै ओपिनियन जताततै न्यारेटिभ्स र जताततै डिस्कोर्स यो छताछुल र डिस्कोर्समा हाम्रो डेमोक्रेसी हाम्रो लोकतन्त्र कतातिर दिशानिर्देश हुँदैछ यसले भविष्य कस्तो निर्धारण गर्नेछ कसैलाई पनि अहिले कन्फिडेन्स छैन यो अवस्थामा सञ्चारकर्मीहरूले अथवा पत्रकार जगतले कस्तो किसिमको भूमिका हाल्नुपर्छ र हाम्रो सञ्चार जगत कस्तो अवस्थामा गुज्रिरहेको छ यसै सम्बन्धी डिस्कसन गर्न मेरा सहपाठी मित्र जो लामो समयदेखि पत्रकारिता पेसामा आबद्ध हुनुहुन्छ सेन्टर फर मिडिया रिसर्चका डाइरेक्टर र लामो समय इन्टरनेसनल फेडरेसन जर्नलिस्टका साउथ एसियन कोअर्डिनेटर उज्जवल आचार्यजीसँग हामी छलफल गर्दैछौँ सो फर्स्ट अफ अल सेन्टर फर मिडिया रिसर्च नेपाल यसको बारेमा थोरै बताइदिनुहोस् न सेन्टर फर मिडिया रिसर्च नेपाल चाहिँ हामी चाहिँ त्यहाँ कस्तो साथीहरू छौँ भने जो चाहिँ पत्रकारिता पढेका साथीहरू छौँ पत्रकारिता पढिरहँदाखेरि हामी मिडियामा पनि काम गर्थ्यौँ हामीले एउटा ठुलो डिस्कनेक्ट देख्यौँ कि एकाडेमियाले जे काम गरिरहेछ त्यो कामले यतापट्टि इन्डस्ट्रीलाई सपोर्ट गरिरहेको छैन इन्डस्ट्रीले पनि एकाडेमियालाई सिरियसली लिइरहेको छैन किनभने उनीहरूका लागि एकाडेमिया भइरहेको काम चाहिँ युजफुल भएको छैन सो त्यो डिस्कनेक्ट देखेपछि चाहिँ यसलाई कसरी चाहिँ त्यो ग्यापलाई कसरी फुलफिल गर्न सकिन्छ त मिडिया रिसर्चलाई कसरी चाहिँ इन्डस्ट्रीसँग प्योरली एकाडेमिया मात्रै नबनाइकन कसरी चाहिँ इन्डस्ट्रीलाई युजफुल हुने बनाउन सकिन्छ सञ्चार क्षेत्रले यदि कुन किसिमको चाहिँ कन्टेन्टले राम्रो किसिमको आय आर्जन गर्यो त्यहीतिर मान्छेले चाहिँ पछि लाग्ने भयो र अहिले पछिल्लो समयमा हेर्दाखेरि पनि हामीले पछिल्लो डिस्कसन्सहरूमा कुरा गरिरहेको थियौँ पापाराजी कल्चरले चाहिँ हाम्रो मिडियालाई बदनाम गराउन थाल्यो यो चिजलाई कुन तरिकाले तपाईँहरूको रिसर्चले के भन्छ कसरी चाहिँ यसलाई एड्रेस गर्न सकिन्छ किनभने आय आर्जन पनि एकदमै महत्त्वपूर्ण चिज हो होइन हाम्रो रिसर्च भन्दा पनि हामीले त अन्तर्राष्ट्रिय अभ्यासहरूबाट हेर्ने हो र हामीले जे नेपालमा देखिरहेछौँ जे खालको ट्रेन्ड हामीले देखिरहेछौँ एउटा चिज चाहिँ हामीले हेर्नुपर्ने के हुन्छ त भन्दाखेरि अहिले यो भएको परिवर्तन के हो अहिले यो जे परिवर्तन भयो त्यो परिवर्तन के हो भन्ने कुरा चाहिँ बुझ्यो भने सजिलो हुन्छ अहिले भएको परिवर्तन के हो त भन्दाखेरि विगतमा नभएका सञ्चार कर्म अहिले हुन थालेका होइनन् विगतमा व्यक्ति बीच हुन्थ्यो सानो समुदाय बीच जुन सञ्चार हुन्थ्यो त्यो सञ्चार चाहिँ इन्टरनेट र सोसियल मिडियाको प्रवेशका कारण चाहिँ आम सञ्चार बन्यो है हिजोको दिनमा सानो समूह तपाईँ र म गरेको गफ तपाईँ र ममा सीमित हुन्थ्यो अब तपाईँ र मेरो गफ पनि फेसबुकमा ल राम्रो देख्यो या मैले तपाईँलाई केही भने आम सञ्चार पनि एकतर्फी थियो हिजोको दिनमा अब आम सञ्चार पनि फेरि यस्तो तरिकाको भयो कि इन्टरेक्टिभ आम सञ्चार पनि मोर टु वे भयो र जुन चाहिँ इन्टरपर्सनल कम्युनिकेसन कतिपय अवस्थामा इन्टरपर्सनल कम्युनिकेसन कतिपय अवस्थामा ग्रुप कम्युनिकेसन भनेर हामीले जुन भन्छौँ नि सानो समूहमा हुने कम्युनिकेसन त्यो सबै नै पनि आम सञ्चार भयो कि कुरा गर्दै गर्दाखेरि छ नि जुन हामीले युगन हाबरमासको थ्योरी छ नि हामीले धेरै पढ्थ्यौँ त्यतिखेर जुन पब्लिक स्फियरको थ्योरी छ हिजो पब्लिक स्फियर जुन तरिकाले चोकमा चिया पसलमा सीमित थियो आज डिजिटल स्फियर हुँदै गर्दाखेरि धेरै किसिमको नयाँ चिजहरू देख्न थालियो
ओपिनियन मेकर्सहरू ओपिनियन लिडर्सहरू जताततै देखिन थालियो प्लस कस्तो भइदियो भन्दाखेरि हाम्रो देशको पपुलेसन विभिन्न देशमा छरिएका छन् विभिन्न संस्कृतिसँग इम्बेडेड छन् विभिन्न किसिमको विभिन्न पर्सपेक्टिभ विभिन्न लेन्सेसहरूबाट चाहिँ अब मिडियाहरू अथवा इन्फर्मेसनहरू कन्ज्युम गर्न थालिसकेका छन् विभिन्न किसिमको प्र्याक्टिसहरूको अनुभव भइसकेका छ र यो चिजले गर्दाखेरि फेरि यहाँ हामी नेपालमै बसेर हिजो जुन तरिकाले चाहिँ हाम्रो ओल्ड ब्रोडकास्टिङको कुरा गऱ्यौँ प्रिन्टको कुरा गऱ्यौँ यो मिडियाहरू कन्ज्युम गर्ने जुन परिपाटी थियो त्यसलाई त एकदमै ठुलो च्यालेन्ज पनि भएको छ नि होइन यसलाई ह्यान्डल गर्नु त एकदमै गाह्रो पनि भइरहेको होला नि अहिले होइन यो त अवश्य पनि भनेको एउटा इन्डिभिजुअल लेभलमा हामीले चाहिँ व्यक्तिगत रूपमा भनौँ न तपाईँ हामीले जसरी मिडिया कन्ज्युम गरिरहेछ एकदमै वास्तवमा हिजोकोबाट ठुलो ट्रान्सफर्मेसन हो क्या अननोइङली तपाईँले भन्नु भने इन्टरनेट आएपछि के भयो भन्दाखेरि चाहिँ जो नेपालभन्दा बाहिर हुनुहुन्थ्यो हिजोका दिनमा के हुन्थ्यो इन्टरनेटभन्दा आउनुभन्दा अगाडि चाहिँ हिजोको दिनमा के हुन्थ्यो उहाँहरूले एकदमै लिमिटेड सूचना पाउनुहुन्थ्यो यहाँको पाएको सूचना पनि निकै समयपछि पाउनुहुन्थ्यो होइन र उहाँहरूले त्यसमा दिएको फिडब्याक यहाँ आइपुग्दासम्म त त्यो फिडब्याकको महत्त्व हुँदैन थियो हो त्यसले गर्दाखेरि के हुन्थ्यो उहाँहरूले कन्ज्युम गर्ने मिडिया टेलिभिजन हेर्नुभयो या रेडियो सुन्नुभयो या पत्रिका पढ्नुभयो त्यता बसेर या त्यतातिरको कफी सपमा नेपाली नै भेट भयो भने पनि त्यहाँ जे गफ हुन्थ्यो त्यो भनेको त्यहीँको लोकल गफ हुन्थ्यो कि किन यहाँको उहाँहरूसँग धेरै इन्फर्मेसन हुँदैन थियो र त्यो सोसाइटीमा चाहिँ भनेको बेसिकल्ली जो चाहिँ कुनै पनि सोसाइटीमा एलियन पपुलेसन हुन्छ नि इमिग्रेन्टहरूको पपुलेसन चाहिँ त्यो सोसाइटीमा इन्भल्भ हुनका लागि सहज हुन्थ्यो इन्टरनेट आइसकेपछि त्यो त जम्मै गाह्रो बनायो किन गाह्रो बनायो त भन्दाखेरि तपाईँ चाहे विश्वको जुनसुकै कुनामा बस्नुहोस् नेपाली बसेछ भने तपाईँले नेपालकै समाचार पढ्नुहुन्छ नेपालमै के भइरहेछ पढ्नुहुन्छ नेपालकै टिभी हेर्नुहुन्छ नेपालकै गीत सुन्नुहुन्छ सहज भयो नि त उहाँहरूलाई नेपालसँग कनेक्ट चाहिँ बनाइराख्यो तर उहाँहरू त्यहाँ चाहिँ त्यहाँको सोसाइटीसँग इन्टिग्रेट हुने मौका चाहिँ गुम्यो होइन एउटा सोसियोलोजिकल पर्सपेक्टिभबाट हेर्दाखेरि उहाँहरू नेपालसँग सम्बन्धित भइरहँदाखेरि इन्फर्मेसन पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ के भयो त हाम्रो कम्युनिकेसन पर्सपेक्टिभबाट हेर्दाखेरि त भन्दाखेरि उहाँहरूसँग सूचना एकदमै बाढी पुग्यो यही हिसाबले हामी त कम्तीमा जो नेपालमा हुनुहुन्छ नेपालमा हुने मान्छेको लागि चाहिँ कम्तीमा के भयो भन्दाखेरि जे सूचना आइरहेछ त्यो ठाउँमै हामी भएर हामीसँग एउटा लेभलको कन्टेक्स्ट चाहिँ हुने भयो कि किनभने हामी त यहीँ छौँ नि त हामीले त कतिपय कुराहरू अनुभव गर्छौँ देख्छौँ यहाँभन्दा बाहिर हुने मान्छेले चाहिँ यो कन्टेक्स्ट जुन चाहिँ यहाँ यो घटना भएको ठाउँमा हुने अथवा जे भइरहेछ त्यो ठाउँमा भएका कारणले पाउने कन्टेक्स्ट गुमाउनुहुन्छ कि एब्सोल्युटली अनि त्यो कन्टेक्स्ट गुमाएपछि उहाँहरूले चाहिँ तर उहाँले जे फिडब्याक दिइरहनु भएको छ चाहे फेसबुकमा होस् या चाहे युट्युबमा होस् कतिपय त युट्युब च्यानलहरू चलाउनुहुन्छ आफ्नो कमेन्टहरू व्यक्त गर्नुहुन्छ कतिपयले फेसबुक चलाइरहनु भएको छ कतिपयले वेबसाइटहरू चलाइरहनु भएको छ नेपाली समाचारलाई नै टार्गेट गरेर उहाँहरूको चाहिँ एक त यहीँ हामी यो बाढीसँग जुझ्न सकिरहेको छैनौँ हामीलाई आउट अफ कन्टेक्स्ट इन्फर्मेसनहरू आइरहेछ त्यसलाई कसरी कन्टेक्स्टलाइज गर्ने भनेर हाम्रो हामी यहाँ भएको अनुभवको आधारमा बल्ल बल्ल गर्न सक्ने हो कि अथवा त्यही पनि गाह्रो भइरहेछ भने यहाँबाट बाहिर भएको मान्छेले त यो कन्टेक्स्ट पनि मिस गरिरहेछ सो हामीले जहिले पनि भन्यौँ मिडिया इज अ वाच डग होइन राज्यको चौथो अङ्ग पनि भनियो वाच डग पनि भनियो भोइस अफ द भोइसलेस पनि भनियो यहाँ लगेर रेस्पोन्सिबिलिटिजहरू दिउँ मिडियालाई सोसियल मिडिया आइदियो होइन जुन मिडियाको एसेन्स थियो जुन मिडियाको एउटा रेस्पोन्सिबिलिटिजहरू थियो यो चिजहरूबाट कम्प्लिटली बाहिर बसेको एउटा तत्त्व आयो कि सोसियल मिडियाले सबैजनालाई चाहिँ यो अधिकार भन्दा पनि एउटा क्यापेसिटी होइन यो अवस्थामा धेरैभन्दा धेरै सञ्चारकर्मीहरूको उपस्थिति छ नेपालमा तपाईँले सबैभन्दा ठुलो समस्या के देख्नुहुन्छ यी सञ्चारकर्मीहरूबाट अथवा भनौँ के किसिमको सुधार ल्यायो भने बल्ल यो डेमोक्रेसीलाई अझ मजबुत बनाउन सकिन्छ यो चाहिँ तपाईँले भनेको कुरा एकदमै करेक्ट चाहिँ कहाँनिर हो भन्दाखेरि त्यो मिडियाको हिजोको जुन थियो नि हुन त त्यसलाई क्रिटिसिजम गर्नेहरूले प्रेस फ्रिडम भनेको 2000 मान्छेको बोल्ने स्वतन्त्रता हो या चाहिँ भोइस अफ द भोइसलेस भनेको चाहिँ 2000 पिपुलको भोइस मात्रै हो यसलाई समग्र रिप्रेजेन्ट गर्दैन भनेर नि भन्ने थियो नभएको होइन त्यसको क्रिटिसिजमहरू होइन हिजोको त्यो जसले सक्थ्यो इलाइट वर्ग एउटा वर्ग थियो जसको हातमा मिडिया हुन्थ्यो उसका भोइस रिप्रेजेन्ट गर्छ भन्ने नै थियो त्यो क्रिटिसिजमका बावजुद पनि मिडिया चाहिँ तपाईँले भने जस्तै 100औं वर्षको अभ्यासपछि होइन 100 वर्ष जतिको अभ्यासले 100 भन्दा बढी नै भयो 100 वर्षभन्दा बढीको अभ्यासले चाहिँ कस्तो हुनुपर्छ एउटा निश्चित मापदण्ड मानदण्ड होइन स्ट्यान्डर्ड इथिक्स यी सारा कुराहरू लिएर कुन चिज के हो भनेर
लिएर आएको थियो नि र त्यसको सर्ट एन्ड हदसम्म पालना गर्दाखेरि चाहिँ यो कुरा करेक्ट हुन्थ्यो। अहिले आएर यो चिज पत्रकारिताभन्दा बाहिर गयो जब सञ्चारकर्म बाहिर गइसकेपछि के भयो त भन्दाखेरि कि जो मान्छे सञ्चारकर्ममा गरिरहेछन् जसले चाहिँ पब्लिक कम्युनिकेसन गरिरहेछन् उनीहरू सबैलाई त यो के पनि थाहा छैन होइन। उनीहरू त लर्निङ बाई डुइङकै प्रोसेसमा छन् त, एकदमै अर्ली स्टेज हो नि त अहिले त। त्यो हिसाबले पत्रकारिताको हिस्ट्रीसँग कम्पेयर गर्ने हो भने त मान्छेले यो अवस्था आएको त केही 2 दशक न भयो होइन। यो 2 दशकमा सिक्न खोज्दैछन् नि त। अनि त्यो हुँदाखेरि त्यसको न कुनै एउटा सेट स्ट्यान्डर्ड छ, के पनि छैन। त्यो हिसाबले गर्दाखेरि तपाईँले भनेका समस्याहरू चाहिँ आएका छन् होइन। यो सञ्चारकर्म सबैको हातमा पुग्दाखेरि के भयो त भन्दाखेरि सबभन्दा ठुलो समस्या अहिले के भइरहेछ त भन्दाखेरि मिसइन्फर्मेसनकै समस्या छ होइन। पब्लिक ओपिनियन फर्मेसनमै समस्या छ। जे डिस्कोर्स हुनुपर्ने हो सोसाइटी र पोलिटिक्सका लागि, जे डिस्कोर्स हुनुपर्ने हो त्यो डिस्कोर्स नभइरहेको समस्या छ होइन। राम्रा कुरा सिरियस इस्युमा भन्दा लाइट कुरा इन्टरटेनिङ कुरामा बढी डिस्कोर्स भइरहेका र जुन कुराको चाहिँ कुनै चाहिँ सल्युसन छैन त्यस्तो कुराको चाहिँ डिस्कोर्सहरू बढी भइरहेछ भनेपछि यो समस्याहरू त देखेका छन्। तर कहाँनिर चुक्यो त एज अ मिडिया पर्सन पनि भएको हिसाबले हामी कहाँनिर चुक्यौँ त भन्दाखेरि कि मिडियाले चाहिँ आफ्नो रोल यो बिचमा अगाडिका केही इन्टरनेट आउने बेलातिर या इन्टरनेट आइसकेपछिको केही दशकहरूमा वेदर मिडिया वाज डुइङ गुड जर्नलिजम अर नट भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। अब जहिले पनि एउटा चिज चाहिँ यो सत्य के हो त भन्दाखेरि गुड जर्नलिजम इज गुड फर जर्नलिजम भन्छ कि। भनेको जर्नलिजम राम्रो गर्यो भने यसले जर्नलिजमलाई नै राम्रो गर्ने हो होइन। त्यो ठाउँमा हामी थियौँ कि थिएनौँ त? सूचनाको भोइड क्रिएट भएको थियो कि थिएन? मिथ्या सूचना फैलाउनमा या चाहिँ यस्तो खालको चाहिँ फल्स न्यारेटिभहरू क्रिएट गर्नमा चाहिँ मिडियाले चाहिँ भूमिका खेलेको थियो कि थिएन? अथवा मिथ्या सूचना भन्ने आइसकेपछि आजको मितिसम्म पनि हामीले हेऱ्यौँ भने मिडियाले मिथ्या सूचना विरुद्ध चाहिँ कुनै खालको कङ्क्रिट काम गरेको छ कि छैन भन्यो भने त छैन नि त। अहिले पनि हामी देख्छौँ नेपालका ठुल्ठुला भनेका मिडियाहरूले पनि सानो सानो गल्तीहरू गरिरहेछ, जुन गल्ती पत्रकारिताका इस्टाब्लिस नर्म्सहरू प्रिन्सिपल्सहरू फलो गर्ने हो भने हुँदैन। त्यो गल्ती नै गर्नु पर्दैन। मैले बिचमा रोकेँ। धेरैजना साथीहरू न्युज डेस्कका साथीहरूसँग पनि म डिस्कसन गर्दाखेरि साथीभाइहरूलाई मैले सोधेँ क्या यो न्युज डेस्क हिजोको न्युज डेस्क र आजको न्युज डेस्कमा आज धेरै कमी कमजोरीहरू झन् देखिन थालेको छ। के हो यसको पछाडि भन्दाखेरि उहाँले भन्नुभयो हिजोभन्दा आज झन् खुला भएको छ, झन् ट्रान्सपारेन्ट भएको छ। त्यो भएर चाहिँ अलिक देखिन थालेको। नत्र भने एउटा न्युज डेस्कले त एउटा दुईवटा मात्रै न्युज हाल्ने त होइन, एउटा दुईवटा मात्रै इन्फर्मेसन दिने होइन। बिहानको बेलुका अथवा 24 आवरमा त उसले त धेरै इन्फर्मेसन दिन्छ। त्यो 1000वटा इन्फर्मेसनमा 4-5वटा इन्फर्मेसनमा अलिकति कमी कमजोरी भएको मात्रै हो। सबभन्दा हामीले फोकस गर्न पर्ने चिज भनेकै मेन स्ट्रिम मिडिया हो, किनभने मेन स्ट्रिम मिडिया इज अलरेडी एन इस्टाब्लिस इन्फर्मेसन इकोसिस्टम। अलरेडी भएको इन्फर्मेसन इकोसिस्टमलाई क्रास गर्न दिएर अर्को इकोसिस्टम बनाएर मिसइन्फर्मेसनसँग फाइट गर्न सकिन्न, गाह्रो हुन्छ होइन। भनेको अहिलेको मिडियालाई स्ट्रेन्थन गऱ्यो भने नै गर्ने हो। म नै पनि के भन्छु भने हामी कहाँ चाहिँ एउटा मेन स्ट्रिम मिडियालाई केमा चाहिँ हामी चाहिँ तपाईँले भनेको कुरामा गाली गर्न हुन्न भन्दाखेरि हो कुनै एउटा पत्रिकाले दिनमा केही नभए पनि 50-60वटा समाचार छाप्छ। त्यो मध्ये एउटा मिस्टेक भनेको उनीहरूको भनौँ न एउटा मिस्टेक भनेको 2% मिस्टेक भनौँ, 2%मा गयो होइन। 100वटा भयो भने 2टा भन्ने मिस्टेक अथवा कहिलेकाहीँ 100वटामा एउटा होला, तर देखिन्छ किनभने त्यो पब्लिक रेकर्ड पनि हो, बिग मिडिया पनि हो। सारा चिजले गर्दाखेरि 99वटा अथवा 98वटा त उसले करेक्ट इन्फर्मेसन पनि दिइरहेछ नि। त्यो हिसाबले डिफेन्ड गर्न सकिन्छ, म पनि गर्छु सर्टेन ठाउँमा। तर सँगसँगै प्रश्न के हो भन्दाखेरि उनीहरूलाई गर्नुपर्ने प्रश्न चाहिँ के हो भन्दाखेरि जुन गल्ती भयो, जुन 1000वटामा 10वटा गल्ती तपाईँहरूले गर्नुभयो, त्यो गल्तीको पछाडिको कारण के हो होइन। वेदर द्याट मिस्टेक कुड हेभ बिन एभोइडेड अर नट होइन। इन्टेन्सनल थियो कि थिएन, इन्टेन्सनल थियो कि थिएन त दोस्रो तपाईँले पत्रकारिताका नर्म्स स्टेप्स प्रिन्सिपल फलो गरेका भए त्यो गल्ती हुन्थ्यो कि हुँदैन थियो भन्नेबाट एनालाइज गर्नुभयो भने चाहिँ कतिपय अवस्थामा चाहिँ हुँदैन थियो भन्नेमा पुग्छौँ क्या हामी। मिसइन्फर्मेसन जे जति हामीले देखिरहेछौँ हुँदैन थियो, किनभने सजिलो छ नि त। तपाईँका बारेमा मैले केही समाचार लेख्छु भने तपाईँलाई एकचोटि सोध्ने भन्ने हो, सोध्ने बित्तिकै तपाईँले केही न केही जवाफ त दिनुहुन्छ। हुँदै होइन रहेछ भने त तपाईँले हुँदै होइन भनेर प्रमाणै दिनुहुन्छ नि त मलाई। हिजो हामीले सानो सानो घटना हेरौँ न, हामीले अहिले रिसेन्ट घटनाहरू होइन, एउटा नेपालको
टप मिडियाले चाहिँ एउटा समाचार चाहिँ नाम मिलेको तर अर्कै मान्छेले चाहिँ हामीले समाचारमा क्षमा प्रार्थी छौँ भनेर भने एउटा मन्त्री जस्तो मान्छेको नाम मिल्दैमा त्यही हो भनेर दाबी गर्न त कसरी होइन सजिलो छ नि त उहाँलाई फोन गरेर सोधे भयो यस्तो पायौँ हामीले सूचना के हो तपाईँको भनाइ के छ भन्यो भने उहाँले भन्नु होला नि त त्यो म होइन यो अर्कै हुनुहुँदो रहेछ के होला म छैन त्यस्तो भनेपछि त मलाई थप त्यसमा अनुसन्धान गर्न पाइयो नि त त्यस्तो बेला एक्सक्युजेज छ जुन बेला चाहिँ उहाँहरूले पत्रकारिताका सबै प्रक्रिया सिद्धान्त फलो गर्दा गर्दै पनि 1000वटामा 10वटा के 1000वटामा 20वटै गल्ती चाहिँ त्यो प्रक्रिया उहाँले फलो गर्नुभयो तर सबै प्रक्रिया फलो गर्दा नि यो सर्टेन ठाउँमा मानवीय त्रुटि भयो भने न चाहिँ तपाईँले त्यो माफ पाउनुपर्छ अथवा माफ दिनुपर्छ भने किन तपाईँले गल्ती गरिरहनु भएको छ त भन्दाखेरि तपाईँ कि बायस्ड भएर गल्ती गरिरहनु भएको छ कि तपाईँले चाहिँ पत्रकारिताका सिद्धान्त प्रक्रिया फलो नगरेर गल्ती गरिरहनु भएको छ कि तपाईँ आफ्नो एडभोकेसीका लागि गल्ती गरिरहनु भएको छ भने चाहिँ त्यो गल्तीलाई मैले 100वटा न्युज छापेको छु एउटा गल्ती भयो भनेर तपाईँले एक्सक्युज पाउने अवस्था चाहिँ रहँदैन एब्सोल्युटली सो अर्को कुरा पछिल्लो समयमा अथवा भनौँ हाम्रो जुन चाहिँ डिजिटल दुनियाँ छ न्यू मिडियाको कुरा गर्दै गर्दाखेरि हिजो सोर्सको एक्सेस एकदमै कमी थियो लिमिटेड थियो भेरिफिकेसनको लागि धेरै गाह्रो थियो र हरेक ठाउँमा चाहिँ रिपोर्टरहरू अथवा भनौँ आफ्नो चाहिँ रिप्रेजेन्टेटिभहरू खटाउनको लागि अरूसँग स्रोत साधन थिएन पछिल्लो समयमा सञ्चार माध्यमले गर्दाखेरि एक्सेस एकदमै नजिक भएको छ सजिलो भएको छ यो अवस्थामा पनि मिसइन्फर्मेसन र डिसइन्फर्मेसन कतिको धेरै देख्नुहुन्छ तपाईँहरूको एकाडेमीले त बुक जर्नल हरेक चिजहरू छपाइसकेको छ यसको बारेमा तपाईँहरूको होइन हामीले अब संसारमा भनौँ न मिथ्या सूचनाको अलिकति चर्चा हुन थालेको 2016को चुनावपछि नै हो होइन अमेरिकी राष्ट्रपतिको चुनावपछि 2017मा हाम्रो चुनाव थियो त्यो बेला चाहिँ हामीले के सोच्यौँ भने नेपालमा पनि केही त होला नि किन यत्रो मान्छेहरूले सोसियल मिडिया चलाइरहनु भएको छ भन्ने भयो त्योभन्दा अगाडि चाहिँ हामीले एउटा रमाइलोको लागि एउटा रिसर्च हो तर मोर फन टाइप रिसर्च के गरेका थियौँ त भन्दाखेरि एउटा पार्टीको चाहिँ नाम राखेर हामीले एउटा निःशुल्क वेबसाइट बनाउन मिल्ने ब्लगमा कनेकुथिपुर भनेर एउटा साइट बनाएर त्यसमा एउटा फोटो त्यो पार्टीको कार्यालयको फोटो र त्यसको हेडिङ फलानो पार्टी चाहिँ संसारकै सबैभन्दा दोस्रो लोकतान्त्रिक पार्टी संयुक्त राष्ट्र सङ्घ भनेर हेडिङ हाल्यो त्यो समाचार कसैले क्लिक गर्थ्यो त्यो हेडिङ क्लिक गर्थ्यो भने त्यहाँ के लेखाएको थियो भने नेपालीहरू शीर्षक मात्रै पढेर कतिको समाचार सेयर गर्दा रहेछन् भने हेर्न बनाइएको शीर्षक यो समाचार चाहिँ सही होइन भनेरै लेखाएको थियो त्यो कसैले क्लिक गर्यो भने हामीले त्यो बेला भनेको 2017 होइन अगाडि 15तिर जुन बेला नेपालमा इन्टरनेट युजर एकदमै कम थियो सोसियल मिडियाको प्रभाव एकदमै कम थियो त्यो हुँदाखेरि हामीले 3-4 बजेतिर दिउँसो त्यो हाल्यौँ छोड्यौँ भोलिपल्ट बिहान हेर्दाखेरि त्यो चाहिँ सूचना चाहिँ 16-17 हजार चोटि सेयर भएछ होइन 3 लाख 4 लाख मानिसले त्यसमा चाहिँ मानिससम्म पुगेछ भनेपछि त किन त मान्छेले एक क्लिक गरे भए देख्थ्यो कि त्यसमा कसैले क्लिक गरेको भए देख्थ्यो भनेपछि हामीलाई के डर लाग्यो भन्दाखेरि ओहो यो त यस्तो रहेछ आफ्नो पक्षका समाचार आयो त मान्छे त काहीँ कोही यताउता नहेरिकन सुई सेयर गर्दा रहेछन् भनेपछि त मिथ्या सूचना त ठुलो समस्या बन्नेवाला छ भनेर हामीले त्यो बेलादेखि चाहिँ मिथ्या सूचनामा काम गर्नुपर्छ भनेर काम पनि सुरु गऱ्यौँ सुरुको हाम्रो काम चाहिँ पहिलो त यही नै गऱ्यौँ कि मिसइन्फर्मेसनलाई नेपालीमा के भन्ने त्यति बेला फेक न्युज भन्थे अहिले चाहिँ हामी फेक न्युज भन्ने शब्द प्रयोग गर्दैनौँ यसलाई कतिले गलत सूचना गलत समाचार यस्ता शब्दहरू प्रयोग गर्थे हामीले चाहिँ अलिकति भाषा विज्ञ दाजुहरूसँग पनि सल्लाह गरेर मिथ्या सूचना सही शब्द हुन्छ भनेर मिथ्या सूचना भन्ने शब्द खोजेर त्यसलाई हामीले के हो कसरी रोक्न सक्छ पत्रकारहरूले के गर्नुपर्छ भन्ने जस्तो 3-4 पेजको फ्लायर बनाएर चुनाव अगाडि हामीले बाँड्यौँ त्यसमा चाहिँ अलिकति अनि मोनिटरिङ पनि गऱ्यौँ मोनिटरिङ गर्दाखेरि हामीले के देख्यौँ त भन्दाखेरि यो नेपालको कन्टेक्स्टमा पनि मिथ्या सूचना हुँदो रहेछ उम्मेदवारहरूले चाहिँ प्रयास गर्दा रहेछन् मिथ्या सूचना चाहिँ आफ्नो लागि प्रयोग गर्न भनेर देखेपछि चाहिँ चुनावमा चाहिँ साह्रै गाह्रो यसले चाहिँ अप्ठ्यारो बनाउन सक्छ भनेपछि हामी कन्टिन्युअसली काम गरिरहेको छौँ कि मिथ्या सूचना कम्तीमा हामीसँग रिसोर्स थोरै छ सानो लेभलमा काम गर्छौँ तर कन्टिन्युअसली हामी वाच गरिरहेछौँ मोनिटर गरिरहेछौँ त्यो गर्दाखेरि हामीले के देख्यौँ त भन्दाखेरि 2017देखि अहिलेसम्म भनौँ न 8 वर्ष आउँदाखेरि चाहिँ मिथ्या सूचनाको मात्रा एकदमै हट्टै बढेको छ अहिले चाहिँ सबभन्दा डेन्जर हामीले ट्रेन्ड के देखिरहेछौँ त भन्दाखेरि कि मिथ्या सूचनालाई प्रयोग गरेर मिथ्या न्यारेटिभहरू मिथ्या सङ्कथनहरू क्रिएट गर्ने काम भइरहेछ कि
होइन भनेको मतलब भनौँ न मिथ्या सूचनाको अब्जेक्टिभै त्यही हो अब्जेक्टिभ ओपिनियन क्रिएट गर्ने ओपिनियनले न्यारेटिभ क्रिएट गर्ने पहिला चाहिँ बरु यो अलिकति चाहिँ डिफ्रेन्स हामीले के देख्यौँ त भन्दाखेरि सुरुमा चाहिँ भनौँ न अझ एकचोटि थोरै मिथ्या सूचना एउटा मलाई अलिकति नेपालीमा मैले यो वर्ड अलिकति मलाई युनिक भइरहेछ मिसइन्फर्मेसन पछाडि डिसइन्फर्मेसन पछाडि म्याल इन्फर्मेसन यो तीनवटा स्टेजको कुरा गरिरहेको छौँ अझै हामीले ग्लोबल प्र्याक्टिसेसमा होइन सो नेपालमा हामीले डिसइन्फर्मेसनलाई चाहिँ के भनिरहेछौँ डिसइन्फर्मेसनलाई चाहिँ हामीले दुष्प्रचार भन्छ दुष्प्रचार ओके होइन अब माल इन्फर्मेसनलाई चाहिँ बेसिकली हानिकारक सूचना भन्छ हानिकारक जसले केही हानि गर्छ होइन अब दुष्प्रचार चाहिँ जानी गरे भएर दूषित मनसा राखेर प्रचार गरे स्रोतै आफू भएको अब अर्को कुरा नि हरेक चिजको स्याचुरेसन पोइन्ट हुन्छ स्याचुरेसन पछाडि जहिले पनि भनिन्छ नि ब्याक टु द बेसिक भनेर है अझ दुई चारजना साथीहरूको आर्गुमेन्ट के छ भन्दाखेरि चाहिँ अब यो सोसियल मिडिया यस्तो स्याचुरेसन पोइन्टमा पुग्छ मानिसहरूले हरेक चिज देखेको इन्टरनेटमा देखेको चिजहरू विश्वास गर्ने छोड्छन् त्यसबाट एउटा आउटलेटले देखेको अथवा एउटा प्लेटफर्मले सम्प्रेषण गरेको समाचारलाई उनले मेन स्ट्रिममा गएर भेरिफाई नगरिकन अब चाहिँ पत्याउँदैन त्यो खालको सिचुएसन बिस्तारै डेभलप हुँदैछ जसले गर्दा चाहिँ मेन स्ट्रिम मिडिया फेरि ब्याक अन ट्र्याक हुन्छ है भन्ने किसिमको एउटा आर्गुमेन्ट पनि छ क्या होइन हो त्यो अब कतिपय अवस्थामा चाहिँ सही पनि हो किनभने तपाईँलाई मिथ्या सूचना भनेर थाहा नै नहुँदाखेरि अथवा पहिलोचोटि तपाईँले कुनै मिथ्या सूचना पाउनु भएन भने तपाईँले चाहिँ कुनै चिज एउटा कुनै कफी यो कफी एकदमै मिठो भनेर खान जानु होला 200 रुपियाँ खर्च गर्नु होला 1 कप कफी होला खानु होला खाएर नमिठो लागिसकेपछि चाहिँ अर्को कसैले तपाईँलाई आएर यो कफी एकदमै मिठो यहाँको भनेर अर्को पसलको भन्यो भने तपाईँ अलिक सचेत त हुनुहुन्छ नि भनेको मिथ्या सूचनाको जालोमा एकचोटि परिसकेको मान्छे फेरि त्यो जालोमा पर्न चाहिँ गाह्रै हुन्छ त्यो हिसाबले आउने परिवर्तन चाहिँ बिस्तारै आइरहेको पनि छ तर यो स्लो प्रोसेस हो क्या होइन यसलाई स्पिड अप गर्न सकिन्थ्यो यसलाई स्पिड अप गर्ने प्रोसेस के हो त भन्दाखेरि कि मास पब्लिकमा मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी लिएर जाने मिडिया एन्ड इन्फर्मेसन लिट्रेसीको क्याम्पेन लिएर जाने मिसइन्फर्मेसन विरुद्ध चाहिँ मिसइन्फर्मेसनको बारेमा जनचेतना फैलाउने खालका कार्यक्रमहरू मासमा लिएर जाने स्कुल या कलेजका चाहिँ कोर्सहरूमा चाहिँ त्यसका केही कन्टेन्टहरू समावेश गर्ने र अलिकति मिथ्या सूचनाको र प्रविधिको जुन गति छ अहिले चाहिँ कस्तो भयो भने जुन यसको गति छ त्यो चाहिँ हवाईजहाजको गति भयो होइन हामी तपाईँ जुन कुरा गरिरहेको छौँ कि मान्छेले थाहा पाउला थाहा पाएपछि त्यसपछि नफस्ला भन्ने चाहिँ साइकलको गति भयो कि तपाईँको जुन छ नि तपाईँले चाहिँ धेरै पोलिसी रिसर्च पनि गर्नुभयो नेपालमा हिजो सोसियल मिडिया बिलको कुरा गरौँ अथवा मिडिया काउन्सिल बिलको कुरा गरौँ यो दुईवटा बिल पास भएको छैन तर जुन तरिका आशयले ल्याइएको छ यो बिलहरू तपाईँलाई के लाग्छ प्र्याक्टिकल्ली इम्प्लिमेन्टेबल छैन हाम्रो सबभन्दा ठुलो समस्या चाहिँ त्यही हो कि हामीले बनाएका पोलिसीहरू र हामीले गरेका कार्यक्रम मैले भने नि अघि प्लेन र यो उसको दृष्टान्त दिएँ नि त्यो हाम्रो पोलिसी मेकिङमा पनि लागु हुन्छ क्या विश्व प्लेन जसरी दौडिरहेछ इन्फर्मेसन इकोसिस्टममा भएका डेभलपमेन्ट र ऊहरू चाहिँ नागरिकले गर्ने प्रयोग टेक्नोलोजीको प्रयोग चाहिँ प्लेनको गतिमा छ हामी पोलिसी लेभलमा के कुरा गरिरहेछौँ त भन्दाखेरि त्यो गति चाहिँ पहिलो त हाम्रो साइकलको जस्तो गति छ त्यो पनि हामी के चाहिँ कसरी गरिरहेछौँ पोलिसी लेभलको नि म साइकल चढ्ने तँ प्लेन चढ्न पाउँदैनस् तँ नि साइकल चढ भन्ने गतिमा कुरा गरिरहेछौँ क्या अर्को कुरा हामीले पछिल्लो समयमा पत्रकार साथीहरूसँग जहिले पनि हामी डिस्कसन गर्दाखेरि सबैजनाको समस्या यही छ किन भन्दाखेरि रिच र इम्प्रेसन एकदमै कम छ पत्रकारिताको गाइडलाइन्सहरू फलो गर्ने नर्म्सहरू फलो गर्ने हो भने तर यदि ओपिनियन मजाले सेन्सेसनल ओपिनियन लगाइयो भने त्यही चिजमा त्यही इन्फर्मेसन हो त्यही कन्टेन्ट हो तर सेन्सेसनल अझ चाहिँ बढाइ चढाइ गरेर चाहिँ यो नर्म्स फलो नगरिकन अगाडि बढ्यो भने त्यसको भ्युज र रिच चाहिँ म्यासिभ हुनेवाला छ होइन यो हिजो पनि थियो क्या यो हामीले बिर्सेका मात्रै हौँ पत्रिका चलिरहँदाखेरि अहिले पनि होइन भनेको हामीले पढाएको थियौँ नि युकेमा पनि ब्रोडसिट डेली र चाहिँ ट्याब्लोइड डेली भनेर पढायो होइन ब्रोडसिट डेली भन्दा ट्याब्लोइड डेली जहिले पनि बढी बिक्री भएको छ क्या कोर्स होइन कुनै बेला ब्रिटेनमा सन जति बिक्री हुन्थ्यो त्यसको तुलनामा गार्जियनको सब्सक्रिप्सन नोमिनल थियो होइन किनभने उनीहरूले भन्थे 3 इयर्स बिक्छ सन सी सेक्स के भन्थे क्राइम ह्युमन इन्ट्रेस्ट स्टोर राखे पनि अहिले पनि चल्छ क्या त्यो लेभल त हिजो पनि थियो हिजोको ट्याब्लोइड प्रेस के हो त भन्दाखेरि आजको क्लिक र सेयर लाइकको पछि लाग्ने मिडिया भनेको हिजोको टेब्लोइड प्रेस हो नि त होइन हाम्रै देशमा पनि भनौँ न कान्तिपुर पत्रिका कान्तिपुर दैनिक जति बेच्थ्यो त्यसको तुलनामा कान्तिपुरले निकाल्ने साप्ताहिक भन्ने शुक्रबार निस्किने साप्ताहिक त 10औं गुणा बढी बिक्थ्यो नाफा त त्यहाँ थियो नि त तर त्यो यस्तो हुँदो रहेछ भनेर कान्तिपुर किन साप्ताहिक बनेन होइन नागरिकले पनि त्यस्तै गर्थ्यो
अर्को सानो निकाल्थ्यो नागरिकको सबभन्दा पहिला चाहिँ नाफामा गएको पत्रिका भनेर चाहिँ सुनाउनु भएको थियो हामीलाई। किन चाहिँ नागरिक भन्ने पत्रिका नागरिकै रह्यो या कान्तिपुर भन्ने पत्रिका कान्तिपुरै रह्यो? ब्रोडसिट किन रह्यो त भन्दाखेरि कि सिरियस जर्नलिजम जहाँ हुन्छ, राइट जर्नलिजम, गुड जर्नलिजम जहाँ हुन्छ, त्यसको बजार हिजो पनि ठुलो थिएन, आज पनि ठुलो थिएन, इम्प्याक्ट मात्रै ठुलो थियो होइन। अब अहिले चाहिँ अनलाइनमा तपाईँले हेर्नु भने अहिलेकोले चाहिँ यो कुरा बिर्सिया जस्तो भयो कि तपाईँको चाहिँ एउटा चाहिँ हावाना ताबाका न्युज हाल्ने वेबसाइटहरू जेमा दौडिरहेछन्, ठुला भन्ने वेबसाइटहरू पनि त्यसैमा दौडिनुपर्ने कारण छैन नि। उदाहरण दिन्छु तपाईँलाई म, यो सर्भाइभल अफ द फिटेस्ट नै एक्जिस्टेन्स पनि भइसक्यो क्या होइन। यो त यस्तो हो नि, अब तपाईँले हेर्नुभयो भने नेपालको कन्टेक्स्टमा चाहिँ के देख्छु त म भन्दाखेरि, तपाईँले मलाई एउटा साधारण प्रश्न सोध्छु म तपाईँलाई। तपाईँको घर खोला किनारमा छ, मानिलिउँ खोलाको नजिकै छ, यो खोलामा अबको 10 वर्षमा ठुलो बाढी आउँछ भन्यो भने तपाईँले के गर्नुहुन्छ? घरलाई बलियो बनाउनु होला, बाढी आउनेतिरको झ्याल ढोका थुन्नु होला, या बाढी आयो भने पानी डाइभर्ट गर्ने केही चिज बनाउनु होला जसले गर्दाखेरि घरलाई डाइरेक्ट बिहान पर्खाल अथवा त्यसको चाहिँ रिइन्फोर्समेन्ट जे हुन्छ त्यो तपाईँले अग्लो बनाउनु होला। आफूलाई प्रोटेक्ट गर्ने त प्रयास गर्नुहुन्छ नि, र त्यो प्रोटेक्ट गर्ने प्रयासमा तपाईँले कति पुँजी खर्च गर्नुहुन्छ त भन्दाखेरि तपाईँसँग जति उपलब्ध पुँजी छ त्यहाँ खर्च गर्नुहुन्छ नि आफूलाई प्रोटेक्ट गर्न। नेपालको मिडिया हेर्नुहोस् त, कुनै बेला लामो समयसम्म नेपालको मिडिया त मजाले नाफा कमाएर चलेको संस्था हो नि त होइन। इन्टरनेट आएपछि चाहिँ त्यो बेलाको नाफा अथवा त्यस्ता खालका पुँजी जुन छ त्यो पुँजी सारा लगानी गरेर हामी कसरी यो बाढीबाट बच्ने भनेर प्रोटेक्ट गर्नु पर्दैन आफूलाई। तपाईँले कसैले खर्च गरेको देख्नु भएको छ? होइन, क्यापिटल इन्भेस्टमेन्ट भन्ने चिज भने क्यापिटल इन्भेस्टमेन्ट कुरा इट्स नट ओन्ली अबाउट क्यापिटल। व्यवसायको आफ्नै किसिमको नर्म्स हुन्छ जस्तो लाग्छ मेरो बुझाइमा क्या। जति पनि व्यापार व्यवसायहरू छ सधैँ पैसा रिजर्भ कसैले पनि गर्दैन है, जहिले पनि लोनमा चलेर हुन्छ। प्रायः जसो 99% अफ द बिजनेसेस लोनमा चलेर हुन्छ। जतिसुकै ठुलो भनौँ जतिसुकै सानो भनौँ सबै लोनमा चलेर हुन्छ। र यो आर्गुमेन्ट मेरो बिजनेसको पर्सपेक्टिभबाट चाहिँ अलिकति गलत हो भन्छु म चाहिँ, किन भन्दाखेरि हरेक मिडिया व्यवसायहरू विगत केही वर्षदेखि घाटामा चलिरहेको छन् मेरो बुझाइअनुसार है। घाटामा चलिरहेको व्यवसायहरूले कहाँबाट लोन ल्याउने अब? किनभने जस्टिफिकेसन गर्नु एउटा भनौँ न 5 वर्ष घाटा चल्यो होला हो, ल 7 वर्ष भयो घाटामा चल्यो भन्ने मानौँ हो। 7 वर्षभन्दा अगाडि नाफामा थियो नि त। इन्टरनेट त त्यही बेला इन्टरनेटको थ्रेड त त्योभन्दा अगाडि आएको हो नि त। नाफामै हुँदाखेरि पनि नेपाली मिडियाले के चाहिँ आफूलाई चाहिँ एउटा ट्रान्सफर्मेसन गर्ने राम्रो अभ्यास गरे जसले गर्दाखेरि चाहिँ नेपाली मिडिया सर्भाइभ हुन्छ भन्ने अवस्थामा हामी पुग्यौँ भन्दाखेरि उदाहरण छैन क्या। किनभने तपाईँलाई म एकदमै साधारण उदाहरणहरू दिन्छु। नेपालमा इस्ट्याब्लिस मिडिया हाउसेसहरू थिए नि त, म्यान पावरका हिसाबले, इन्फ्लुएन्सका हिसाबले, पैसाका हिसाबले थिए नि होइन। त्यो मिडिया हाउसेसका वेबसाइटभन्दा साधारण चाहिँ कलेज पढ्दै गरेर विद्यार्थीहरूले खोलेको वेबसाइट कसरी नम्बर 1 पुग्ने अवस्था आयो होइन? कन्टेन्ट कहाँबाट आयो उनीहरूको? कन्टेक्स्टले गर्दा पनि हो नि। नै कन्टेक्स्ट मात्रै होइन, कन्टेक्स्ट किनभने म अहिले पनि भन्छु, हामी पिएचडी गर्दै गर्दाखेरि मैले क्लासमा जतिखेर भन्थेँ सोसियल मिडिया इज मदर अफ मिडिया भनेर। अब फ्युचरमा सोसियल मिडिया हो, सबै मिडियाहरू सोसियल मिडियामा आउनुपर्छ, नत्र भने एक्जिस्टेन्स गायब हुन्छ। यो धेरै वर्ष अगाडिको कुरा हो। त्यतिखेर साथीभाइहरूले अलिकति खिल्ली पनि उडाएको थियो किनभने सोसियल मिडिया पावरफुल हुँदैछ भने चाहिँ त जसले कन्जम्सन गरिरहेछ, जसले त्यसको इम्प्याक्ट थाहा डे टु डेमा जुन एडिक्टिभनेस छ त्यसमा, त्यसले त एनालाइसिस गर्नु पर्थ्यो नि। तर बिजनेसको हकमा इज कम्प्लिटली डिफ्रेन्ट। मिडिया बिजनेस र सञ्चार कर्म र पत्रकारिता इज कम्प्लिटली डिफ्रेन्ट मेरो एनालाइसिस अनुसार है। हरेक बिजनेसम्यानले इन्भेस्टमेन्ट्सहरू प्रफिट भयो नि, यो प्रफिट फेरि इन्भेस्ट गरि नै रहेको हुन्छ। त्यो प्रफिटलाई लगेर थप्प लगेर राख्ने होइन कुनै पनि बिजनेसम्यानले। कि कुनै रियल इस्टेटमा हाल्दा होला, कि आफ्नो अपग्रेड गर्नुको लागि होला, कि आफ्नो पोजिसनिङ ब्रान्डिङको लागि होला, अथवा अर्को इन्डस्ट्रीमा उसले चाहिँ लगानी गरेर हुन्छ। अनि प्रायः जसो सबैजना बिजनेसहरू लोनमा चलेर हुन्छ। र जब नाफा कम हुन थाल्यो उसलाई त ब्याङ्कले पत्याउनु छोड्छ नि त्यस पछाडि। अब कहाँबाट पैसा ल्याउने होइन? यो हरेक चिजहरूको एनालाइसिस आफ्नै किसिमको हुन्छ होला। मैले त्यसलाई होइन भने कम्तीमा मेरो चलिरहेको बिजनेस इज गोइङ डाउन भनेपछि आई हेभ टु रिइन्भेस्टमेन्ट समथिङ, मेबी आई हेभ टु क्लोज डाउन सम अदर बिजनेस। कहीँबाट त्यहाँ ल्याउँछु होला, नभए पनि कम्तीमा त्यहाँ जति छ पैसा त्यसलाई राइटली मोबिलाइज त गर्छु नि। अब यहाँनिर चाहिँ फेरि हाम्रो प्रवेश के हुन्छ त भन्दाखेरि यहाँनिर चाहिँ हाम्रो काम हुन्छ क्या। सो रिसर्च इज निडेड, वाट चेन्जेस आर बिङ ह्यापनिङ होइन, चेन्जेस के भइरहेछ, अरूले कसरी अभ्यास गरिरहेछन्, अनि त्यसको आधारमा म कसरी चेन्ज हुन सक्छु, मेरो अडियन्सलाई को निड के हो, उनीहरू कहाँ छन् के हुन् भनेर
नेपाली मिडियाले त त्यतातिर त कहिले पनि इन्भेस्ट गरेर देख्नुहुन्न तपाईँले हो। सो मेरो चाहिँ अन्डरस्ट्यान्डिङ के हो भने इन्टरनेट भन्ने बाढी आउँदैछ, यसले हाम्रो मिडियालाई सखाप पार्न सक्छ भनेर मिडिया न्यू 20 years ago होइन, बट दे जस्ट आर वेटिङ फर इट के त्यो बाढी आओस् अरूलाई बगाउला म कुनै तरिकाले बचिहाल्छु कि भन्ने आशामा बस्या मात्रै छ कि कुनै खालको रिइन्फोर्समेन्ट गराएको छैन क्या। त्यो भएर के बत्ता भन्दाखेरि किन मैले यो भनिरहेको छु त भन्दाखेरि कि तपाईँले हेर्नुभयो भने कुनै पनि नेपाली मिडियाले हाम्रो डिजिटल ट्रान्सफर्मेसनको लागि भनेर ठुलो इन्भेस्टमेन्ट गरेको देख्नु होइन। न्युजमा हाम्रो के कति कमजोर गयो, सर्कुलेसन घट्यो, विज्ञापन घट्यो भन्छ वाइ भनेर सोध्नुहोस्। तपाईँलाई ओपिनियन सबैले दिन्छन्, एक्सपिरियन्स यो भएर घट्यो त्योसँग कुरा गरेको थिएँ त्यसको हिसाबले त्यसरी घट्यो भन्ने ओपिनियन एभ्रिबडी क्यान गिभ यु, बट नो बडी क्यान गिभ यु द एक्चुअल रिसर्च बेस्ड इभिडेन्स बेस्ड एन्सर्स के, किनभने दे डोन्ट ह्याभ द एन्सर हो यो अहिले पछिल्लो समय भनिन्छ नि। अनि यसको कमजोरी के हुन्छ भने मानिलिउँ विज्ञापनको हिसाबमा होइन, यो सोसियल मिडियालाई नेपालमा दर्ता गर्ने भन्ने आयो नि, सोसियल मिडियालाई कर कार्यमा दर्ता हुन आऊ भनेर दर्ता गरेँ नि 22मा, म हो सबभन्दा पहिला विरोध गर्ने, त्यसको विरोध गरे मान्छे, मिडियाको लागि अरूको लागि विरोध गरे होइन। दर्ता हुन आउनु नेपाललाई ट्याक्स तिर्नु राम्रो, तर के गरौँ त हामीले त्यो चाहिँ सोसियल मिडियालाई नेपालमा तिमीहरू बिजनेस गर्न पाउँछौ भनेर के को ढोका फल्द्यौँ त भन्दाखेरि नेपाली विज्ञापनको बजार चाहिँ उनीहरूले कब्जा गर्नको लागि हामीले उनीहरूलाई लिगल वे दिउँ विथआउट प्रोटेक्टिङ आवर इन्ट्रेस्ट। हाम्रो इन्ट्रेस्ट त हाम्रो मिडिया बजार, हाम्रो इन्फर्मेसन इकोसिस्टम जुन छ त्यो इकोसिस्टम पनि त्यो विज्ञापनमा आधारित थियो नि त होइन। त्यो इन्फर्मेसन इकोसिस्टम भनेको हाम्रो नेपालको मिडिया सिस्टमलाई एडभर्टाइजमेन्ट बाट चल्या छ भनेपछि त्यसलाई हामीले हाम्रो इन्ट्रेस्ट प्रोटेक्ट गर्न के पनि गरेनौँ। सो इफ मेरो आर्गुमेन्ट के हो भन्दाखेरि नेपालको मिडिया इन्डस्ट्रीसँग यति डेटा हुनुपर्थ्यो, यति अध्ययन हुनुपर्थ्यो, यति रिसर्च हुनुपर्थ्यो कि त्यो बेला सरकारले त्यो खोल्ने भनेर भनिरहँदा त्यो डिस्कसन जाँदाखेरि मिडियाले के गरेर आर्ग्यु गर्न सक्थ्यो भने सी हाम्रो इन्डस्ट्री यत्रो छ, यतिजना हाम्रो डिपेन्डेन्ट छन्, हाम्रो चाहिँ इन्फर्मेसन इकोसिस्टम हाम्रो देशको लागि यो कारणले आवश्यक छ, तिमीहरूले सोसियल मिडियाको लागि डाइरेक्ट यसरी ओपन विज्ञापन मार्केट खोल्दाखेरि नेपालको मिडिया मार्केट धरायसी हुन्छ। त्यो भएर यु हेभ टु गिभ सम काइन्ड अफ पोलिसी, मेक सम काइन्ड अफ पोलिसी। मेबी सिम्पल, कसैले वर्षको चाहिँ $1000 को विज्ञापन गर्छ भने दे क्यान प्रोबेबली फ्रीली गो टु एनीबडी, तर कसैले म्यासिभली गर्छ 50 लाख 1 करोड 2 करोड खर्च गर्ने संस्थाहरूलाई यु हेभ टु इन्भेस्ट 80% अफ दिस एडभर्टाइजमेन्ट इन लोकल मिडिया भन्यो भने त उनीहरूको इन्ट्रेस्ट पनि सर्भ हुन्थ्यो, हाम्रो लोकल मिडिया पनि सर्भाइभ हुन्थ्यो, उनीहरू सोसियल मिडिया पनि जान पाउँथे। बढी सोसियल मिडियाको पावर बढी चाहिएको थियो उनीहरूलाई, उनीहरू चाहिँ 1 करोड खर्च गर्नेले मेबी ओके सोसियल मिडियामा अलिक बढी युज छ, म चाहिँ त्यहाँ 1 करोडको ठाउँमा 20 लाख मैले 1 करोडको विज्ञापन हो मैले 20 लाख मात्रै खर्च गर्न पाउँछु, किन 80 त मैले यहाँ दिनु पऱ्यो भने नि म 40 खर्च गर्छु, बरु म 160 खर्च गर्छु भन्यो भने त उता पनि बढ्यो यता पनि बढ्थ्यो नि त, फाइदा त दुईतर्फ थियो नि। तर यो खालको आर्गुमेन्टमा हामी कहिल्यै गएनौँ कि। अनि यसमा छ नि जुन अलिकति सोसियल मिडियाले थोरै कन्ज्युमर बेस्ड एडभर्टिजमेन्ट गरिरहेछ भनौँ, एसएमईहरूले पनि आज खुल्ला रूपमा चाहिँ एडभर्टिजमेन्ट गर्न पाइरहेका छन्। हिजो वर्गीकृत विज्ञापन भन्दा माथिको हैसियत नहुनेहरूले आज मजाले आफ्नो भिडियो बनाएर कन्टेन्ट बनाएर मजाले राम्रो तरिकाले चाहिँ व्यापार व्यवसाय सञ्चालन गरिरहेको अवस्था छ होइन। यो अवस्थामा डेफिनेटली प्रिन्ट मिडिया अथवा ब्रोडकास्टमा जसको पहुँच थिएन आज उनीहरूले पहुँच पाए नि। एडभर्टिजमेन्टको कुरा गरिरहेको छु मैले, यो कुरा गर्दाखेरि कन्ज्युमरको हिसाबले गर्दाखेरि त सोसियल मिडियाले जस्टिफाई गरेको छ। नै मैले भने नि एउटा लेभलसम्म प्रोटेक्ट गर्नुपर्छ, मैले भने नि होइन। वर्ष कसैले $200-300 को विज्ञापन गर्छ, $1000 को विज्ञापन खर्च गर्छ भने फाइन, यो 80% को रुल या 60% को रुल लगाइरहनु परेन। नेपाली मिडियालाई तिमीहरूको विज्ञापन त्यहाँ चाहिँ चल्दैन भन्न पाइयो, तर मानिलिउँ न नेपालको ठुलो चाहिँ इन्डस्ट्रीहरूले गर्ने ठुल्ठुलो विज्ञापनहरू सबै सोसियल मिडिया गर्ने, हामीले हाम्रो इकोसिस्टम यसलाई एकदम सब्जेक्टिभ कुरा भयो। डेफिनेटली एउटा करको दायराको कुरा आयो, अर्को रेगुलेसनको कुरा आयो है, एउटा कर रेगुलेसनको कुरा आयो, फाइनेन्सियल रेगुलेसन कुरा आयो, अब यहाँ कन्टेन्ट रेगुलेसन कुरा आयो। यतातिर म गएकै छैन क्या। मेरो एकमात्र आर्गुमेन्ट के हो भने हामीले पोलिसी बनाउँदाखेरि जुनसुकै रेगुलेसनको पोलिसी बनाउँदाखेरि पनि त्यसको चाहिँ सबै पक्ष चाहिँ अध्ययन हुनुपर्छ, सबै पक्षबाट आर्गुमेन्ट हुनुपर्छ र त्यो आर्गुमेन्टको आधारमा करेक्ट पोलिसी निर्माण गर्न सकेनौँ भने चाहिँ वी आर नट गोइङ टु डु एनी गुड भन्ने मात्रै मेरो आर्गुमेन्ट हो। आई डोन्ट वान्ट टु गो इन्टु नम्बर्स होइन।
अग्री सम कन्टेक्चुअल कुराहरू सम लेभलसम्म चाहिँ आई अग्री त्यसमा। तर पछिल्लो समयमा जसरी नेपाल सरकारले आह्वान गर्यो सबैजना आएर करको दायरामा आउनुहोस्, त्यस पछाडि तपाईँहरूले व्यापार व्यवसाय गर्नुहोस्, कर तिर्नुहोस् भन्यो। सबै सोसियल मिडियाहरू आए, नेपालमा दर्ता गरे, कर पनि तिरिरहेछन्। पछिल्लो समयमा पछिल्लो सरकारले एउटा डिरेक्टिभ निर्देशिका निकाल्यो सोसियल मिडिया नियमनको बारेमा, जसको आधार टेकेर हिजो टिकटक ब्यान गरियो। एउटा सरकारले टिकटक ब्यान गर्यो, अर्को सरकारले टिकटक खोलेर अरूलाई बन्द गर्यो होइन। यसमा आइसकिसके पछाडि कुनै पनि सोसियल मिडिया एपहरूले प्लेटफर्महरूले नेपाल सरकार र नेपाल देशलाईसम्म विश्वास गरेका छैन। एउटा सानो मार्केट एउटा कुरा, अर्को कुरा बिल छैन, यसरी एक्ट छैन, ऐन छैन, गाइडलाइन्स छैन, एउटा निर्देशिकाको भरमा। किनभने निर्देशिका त हरेक सरकारले हरेकचोटि परिवर्तन गर्न सक्छ नि। यस्तो अवस्थामा उनीहरूले किन बिजनेस गर्न चाहलान्, एउटा कुरा। अर्को कुरा, उसले भनेको सबै चिज मान्नुपर्ने किसिमको निर्देशिका बनाएको छ। सोसियल मिडिया बिल हेऱ्यो भने त झन् त्यहाँनिर यस्तै निरङ्कुशता तरिकाले अगाडि बढाएको छ होइन। यो अवस्थामा तपाईँहरूको पोलिसी रिसर्चले के गरेको भए चाहिँ साँच्चै नेपालले सोसियल मिडियालाई कि ल्याउनुपर्छ होइन, कि चाइना जस्तै उनीहरू आउँदैनन्, सानो मार्केटबाट आउँदैन भने हामीले एउटा यस्तो ऐन बनाउनु पर्यो कि ताकि बरु नेपालीहरूले नै सोसियल मिडिया क्रिएट गरोस्, तर सुनिश्चितता होस्। किनभने नेपाली सोसियल मिडियाले इन्टरनेसनल सोसियल मिडियासँग कम्पिट गर्न सक्ने कुनै औकातै राख्दैन। त्यो अवस्थामा एउटा न एउटा किसिमको त ब्ल्याक एन्ड व्हाइट त हुनु पर्यो नि। यो किसिमको कस्तो खालको ऐन आउनुपर्छ जस्तो लाग्छ तपाईँलाई? तपाईँले उठाएको दुईवटा कुरा हो क्या। पहिलो कुरा चाहिँ जस्तो रेगुलेसन्सको ऐनहरू के हुनु पर्यो त भन्दाखेरि हामीले मिस गरेको पोइन्ट के हो भने सोसियल मिडिया रेगुलेट गर्न सबभन्दा सजिलो त सोसियल मिडियासँगै टेबलमा बसेर गफ गर्न सकिन्थ्यो नि त एकदमै होइन। दे हेभ रिसोर्सेस होइन, दे हेभ एक्सपर्टाइज, टेक्निकल एक्सपर्टाइज पनि छ, अरू एक्सपर्टाइज पनि छ होइन। तिमीहरूले यति हाम्रो नेपाल जस्तो देशले कस्तो खालको सोसियल मिडिया बिल बनाउँदाखेरि चाहिँ तिमीहरूलाई पनि राम्रो हुन्छ, देशलाई पनि राम्रो हुन्छ, यति हेल्प गरिदेऊ न भनेर उनीहरूसँगै मागे भन्थ्यो क्या। केही न केही त दिन्थ्यो नि त। अनि त्यसमा हाम्रो नेसनल इन्ट्रेस्ट हेरेर हाम्रो इन्ट्रेस्टका आधारमा त्यसमा सर्टेन उनीहरूसँगै बसेर टेबलमा यहाँनिर हाम्रो नेसनल इन्ट्रेस्ट चाहिँ यो खालको बुँदाले यसरी चाहिँ एड्रेस गरेन भन्न सकिन्थ्यो नि त। उनीहरूको रिसोर्सेसहरू उनीहरूको एक्सपर्टाइज युज गर्ने मौका पनि थियो हामीसँग। अर्को कुरो साँच्चै त्यस्तो खालको रेगुलेसन बनाउने हो, चाहिएन उनीहरूको एक्सपर्टाइज भने हामी बनाउन सक्छौँ भन्यो भने हामीले के गर्नु पर्यो भने त हाम्रो कानुन 3-4 चिज चाहिँ हुनु पर्यो कि होइन। ग्लोबल जसले हामी नेपालमा नरहेका चिजलाई रेगुलेट गर्नु छ भने त 3-4 चिज त हुनु पर्यो। पहिलो चिज त्यो इन्टरनेसनल स्ट्यान्डर्डको हुनु पर्यो, तब नै उसले मान्छ होइन। दोस्रो चिज भनेको त्यो चाहिँ डेमोक्रेसी र ह्युमन राइट बेस्ड हुनु पर्यो होइन। त्यसका प्रोभिजनहरू डेमोक्रेटिक हुनु पर्यो, त्यसले चाहिँ ह्युमन राइटलाई चाहिँ असर गर्ने हुनु भएन। तेस्रो भनेको त्यसले कन्ज्युमर इन्ट्रेस्ट चाहिँ जो उनीहरूको युजर इन्ट्रेस्ट हो, युजर इन्ट्रेस्ट र युजर राइटलाई प्रोटेक्ट गर्ने हुनु पर्यो। यो 3टा चिज नभइकन बनाएको कानुन त उनीहरूले मान्नै सक्दैनन्, किनभने उनीहरू जहाँ दर्ता छ त्यहाँ मिल्दैन त्यो कुरो। पत्रकारिताको कुरा गर्दाखेरि हिजो बिट थियो, डेस्क थियो, एडिटरहरू पनि आफ्नो स्पेसलाइजेसनमा थिए, रिपोर्टरहरू आफ्नै तरिकाको थियो, राइटरहरू सबैजना आफ्नो बिट र डेस्क हेर्ने गर्थे। आज पछिल्लो समयमा हेर्दाखेरि चाहिँ एकैजनाले सबै चिज भ्याइदिने अब यो परिपाटी सुरु भयो र यो परिपाटीलाई कसरी सुधार्न सकिन्छ एउटा कुरा। अर्को कुरा, अब यो सञ्चार जगतको भविष्य के होला? किन भन्दाखेरि साँच्चै नै भन्यो भने ठुलो अर्गनाइजेसनले ठुलो टिम राखेर बिट र डेस्क हेर्ने परिपाटीले अब इकोनोमिकली भायबल हुन छोड्यो होइन। र हरेकजनाले आज स्पोर्ट्स हेर्नेले इन्टरटेनमेन्ट हेर्न थालिसकेका छ, र न्युज हेर्नेले पोलिटिक्स हेर्न थालिसकेको छ, पोलिटिक्स हेर्नेले इकोनोमी हेर्न थालिसकेको छ, क्राइम हेर्नेले यतापट्टि चाहिँ करप्सन हेर्न थालिसकेको छ, र कन्स्टिट्युसन हेर्नेले अथवा चाहिँ संसद हेर्नेले चाहिँ आज अदालत पनि हेर्न थालिसकेको छ होइन। यो अवस्थामा भोलिको दिनमा चाहिँ हाम्रो पत्रकारिता एक्चुअल कोर भ्याल्युज अफ एथिक्स अफ पत्रकारिता चाहिँ प्र्याक्टिस अफ पत्रकारितालाई चाहिँ कतिको असर पार्दछ जस्तो लाग्छ तपाईँलाई? होइन, सबभन्दा ठुलो कुरो भने त पत्रकार अथवा मिडियाको लागि एउटा सबभन्दा च्यालेन्जिङ एस्पेक्ट भनेको नि आफूलाई अपडेट गर्नु पर्यो क्या। हिजो एउटा बिट हेऱ्यो हुन्थ्यो भने मेबी आज 2टा बिट हेर्नु पर्ला, तर 2टा बिट हेर्नुको अर्थ 2टा बिटमा एक्सपर्टाइज डेभलप गर्न सकिन्न भन्ने त होइन नि त। सकिन्छ नि, मेहनत अलि बढी गर्नुपर्ने अवस्था चाहिँ आएको छ मिडियाका लागि पनि पत्रकारका लागि पनि होइन। त्यो अवस्था आउँदाखेरि त्यतातिर त्यो एउटा प्रेसर चाहिँ छ। तर के आर्गुमेन्ट चाहिँ म बाई गर्दिनँ भन्दाखेरि कि पत्रकारिता चाहिँ राम्रो पत्रकारिता गर्दाखेरि त्यसको इकोनोमिक भायबिलिटी छैन भन्ने चाहिँ म बाई गर्दिनँ। आज पनि के हो भन्दाखेरि हिजोका दिनमा म कुनै जमानामा खेलकुद पत्रकारिता गर्थेँ, रङ्गशालाको कुनै फुटबल म्याचको रिजल्ट जान्नका लागि पनि मान्छे पत्रिका पढ्थ्यो क्या भोलिपल्ट बिहान
होइन। आज त्यो रिजल्टका लागि पढ्दैनन् कि होइन, रिजल्ट इज अलरेडी देयर। मान्छेले उस्तै पऱ्यो भने त्यो गुगललाई पनि कुन चाहिँ भिडियोमा कुनै क्लिपहरू हेरिसकेको छ, कसले जित्यो कसले हार्यो थाहा भइसकेको छ। सो वाट दे वान्ट टु रिड द नेक्स्ट डे। हार्डकोर स्पोर्ट्स फ्यान कोही छ भने कि इनसाइड स्टोरिज, मोर इनसाइट्स, होइन, कन्टेक्स्ट हुन्छ नि, जुन कुरा चाहिँ त्यो रिलको भिडियोमा या चाहिँ क्विक हार्ड न्युजमा हुँदैन, त्यो चाहियो नि। तर हाम्रो पत्रकारिता कहाँबाट मुभ भएन भन्दाखेरि हिजो पनि हामी रिजल्ट दिन्थ्यौँ, आज पनि हामी त्यही रिजल्ट दिएर मान्छेले पढ्दैनन् भनेर दुःख व्यक्त गरिरहेको छौँ। क्या यसकेपछि तपाईँको आर्गुमेन्ट के हो नि भन्दाखेरि न्युज मिडियाको भविष्य अब अलिकति कम हुँदै जाने हो, अपरिहार्यता अलिकति कम हुँदै जाने हो, होइन ओपिनियन होइन, एनालाइसिस, एक्सपर्ट एनालाइसिस को चाहिँ अलिकति ग्रो भइरहेको। एउटा कुरा चाहिँ म होपफुल के छु भन्दाखेरि भोलिका दिनमा जाँदाखेरि पनि हामी बिस्तारै, जब तपाईँले अघि भन्नुभयो नि कि मिसइन्फर्मेसन छुट्याउँछ, जब हामीलाई जब यो ल्याक अफ इन्फर्मेसनले प्रब्लम गर्न थाल्छ नि, आउँछ प्रब्लम त होइन, कुरा थाहा, सूचना थाहा छ, कन्टेक्स्ट थाहा छैन, कम्प्लिट पिक्चर थाहा छैन भनेपछि हामीलाई कुनै बेला त्यो त्यसले गर्न ल्याकिङ रहेछ भने थाहा भएपछि सर्टेनली पिपुल स्टार्ट गोइङ टुवर्ड्स मोर कन्टेक्चुअल, मोर करेक्ट इन्फर्मेसन सोर्सेस वेयर प्रोभाइड दिज इन्फर्मेसन। अब वे फरवर्डमा हाम्रो मिडिया इन्डस्ट्रीको सबैभन्दा ठुलो चुनौती के देख्नुहुन्छ तपाईँले? नेपाली मिडियाको सबभन्दा ठुलो च्यालेन्ज भनेको चाहिँ इन्टरनेटले जुन डिस्ट्रप्सन ल्याएको छ, सोसियल मिडियाले जुन डिस्ट्रप्सन ल्याएको छ, इन्फर्मेसन इकोसिस्टममा आएको परिवर्तनले जुन डिस्ट्रप्सन ल्याएको छ, त्यो डिस्ट्रप्सनलाई आत्मसात गरेर, एक्सेप्ट गरेर आफूलाई इभोल्भ गर्न नसक्नु चाहिँ सबभन्दा ठुलो च्यालेन्ज। थ्याङ्क यू। आज उज्जवल आचार्यजीसँग हामीले मिडियाको बारेमा जेनरल डिस्कसन्सहरू गयौँ। बेसिकली देयर्स नथिङ एकदमै पर्टिकुलर भन्ने चिज छैन। हामीले मिडिया इन्डस्ट्रीको बारेमा थोरै एनालाइसिस, थोरै मिसइन्फर्मेसनको बारेमा, थोरै पोलिसीको बारेमा र पछिल्लो समयमा भइरहेको जुन किसिमको इन्टरनेटले ल्याएको डिस्ट्रप्सनलाई मिडिया हाउसेसहरूले अथवा हाम्रो मिडिया समग्र सञ्चारकर्मीहरूले र मिडिया बिजनेसहरूले पनि यसलाई राम्रो तरिकाले एनालाइसिस गरेर अगाडि बढ्नु छ र आफ्नो स्ट्रेङ्थलाई चिनेर मात्रै अगाडि बढ्यो भने मात्रै भोलिपल्ट दुर्घटनाबाट बच्न सकिन्छ। नत्र भने यो इन्टरनेट ल्याएको बाढीले धेरै मिडिया हाउसेसहरूलाई बगाएर ध्वस्त पनि पार्न सक्छ। तसर्थ आज यति भन्दै आजको हाम्रो डिकोडिङ प्रेस 3rd एपिसोड यहीँ समाप्त गर्छु। धन्यवाद।